ओके, सो आज बेसिक रहेको छ। बेसिक कन्सोनेन्टतिर आज हामी जानेछौँ। बेसिक कन्सोनेन्ट, यसलाई तपाईँले व्यञ्जन भन्ने पनि हुन्छ। व्यञ्जन, नेपालीमा व्यञ्जन अनि इङ्ग्लिसमा बेसिक कन्सोनेन्ट भन्छ। यो जम्मा तपाईँको 14 वटा हुन्छ, जसमा तपाईँको सबैभन्दा सुरुवातमा ग यस्तो देखिन्छ, ग। त्यसपछि तपाईँको न यस्तो देखिन्छ, न। अनि त्यसपछि तपाईँको द जुन यस्तो देखिन्छ, र यस्तो देखिन्छ, र म जुन स्क्वायर जस्तो देखिन्छ है। तपाईँको यो के भयो? ग भयो, न भयो, द, र, या, म। यो 5 वटा भयो, ग, न, द, र, म। त्यसपछि आयो तपाईँको ब, त्यसपछि आयो स, त्यसपछि अ, त्यसपछि आयो तपाईँको यो स जस्तै हुन्छ, हेर्दाखेरि स जस्तै हुन्छ, तर माथिपट्टि एउटा छत्री जस्तो हुन्छ, त्यसलाई ज भन्छ। अनि त्यसपछि ज पछि तपाईँको ज जस्तै हुन्छ माथिपट्टि, अनि यहाँ यता साइडमा एउटा छ लगाइदिन्छ है। ग, न, द, र, म, ब, स, अ, ज, छ। अनि त्यसपछि तपाईँको छ। अनि त्यसपछि आयो तपाईँको ख, अनि यो ग जस्तै देखिन्छ, हेर्दाखेरि ग जस्तै देखिन्छ, तर यसलाई ख भनिन्छ। अनि त्यसपछि द जस्तै हुन्छ, यहाँ द जस्तै, यो पनि द जस्तै हुन्छ, तर यसमा चाहिँ एउटा इ थपिन्छ, इ जस्तो होइन, यसलाई थ भनिन्छ। ख, थ, अनि त्यसपछि डबल रोमनमा आउँदाखेरि फ, अनि गोलो गोलो अन्डा, अनि माथिपट्टि चन्द्रबिन्दु, यसलाई ह भनिन्छ है। यो तपाईँको जम्मा 14 वटा रहेको छ। 14 वटा बेसिक कन्सोनेन्ट रहेको छ, बेसिक व्यञ्जनहरू रहेको छ, जसमा तपाईँको ग, न, द, र, म, ब, स, अ, ज, छ, ख, थ, ह अनि ह। यी 14 वटा रहेको छ। यो तपाईँको डे 2 रहेको छ, डे 2, जसमा हामी आज पनि तपाईँलाई बेसिक कुराहरू सिकाइरहेको छौँ। डे सेकेन्ड रहेको छ। तपाईँहरूको प्र्याक्टिस गर्नु सकेसम्म जति सक्दो, पहिलाको अगाडिको पनि तपाईँहरू हेर्नुहोस् एकचोटि राम्रोसँग, अनि त्यसपछि यसलाई पनि एकचोटि राम्रोसँग तपाईँहरूले प्र्याक्टिस गर्नुहोस् होइन। बी प्र्याक्टिस, अनि जति प्र्याक्टिस गर्यो त्यति नै तपाईँको राम्रो हुनेछ। हस्, धन्यवाद, अन्यौँ।